नमस्कार गाइजहरु, आज लङ टाइममा फेरि मेरो भ्लग लिएर आएको छु। म गोर्खेको तर्फबाट तपाईहरुलाई सबैलाई स्वागत गर्छु। नमस्कार। आज हाम्रो चाहिँ स्पेशली टुर भनेको चाहिँ दुबई महल नियर टु बुर्ज खलिफा। ब्रदरहरु हुनुहुन्छ, हाम्रो एन हुनुहुन्छ, ह्यान्डसम भएर है आउनु हुँदैछ। हामी आज जान्छौँ। अब हामी सिधै गएर बस स्टपमा जान्छौँ। त्यहाँदेखि हामी बस चढेर मेट्रो स्टेसन, त्यहाँदेखि हामी दुबई महल देखाउँदै लान्छु है। आज हल्का सपिङहरू पनि छ, घुम्नु पनि छ, हल्का किनमेल छ। तपाईहरुलाई सबै एक्सपोज गर्दै जान्छु त्यहाँको भित्रको हैन। सुसुबा त हाई भन्दैन न। हाई यस्तो यस्तो गर्मी छ नि, आमा गर्मीको त कुरै नै पुरा एकछिनमा सिद्रा हुन्छ जस्तो लागिरहेको छ मलाई। बिस्तारै जाँदैछौँ हामी। अब यहाँदेखि ब्रदरको चाहिँ कार्डमा पैसा छैन अरे, बस कार्डमा। मेट्रोमा बसमा सबैलाई पैसा चाहिन्छ है, लोड गर्नै पर्यो। फाइनली यस्तो गर्मी, हामी बस स्टपमा छौँ। यहाँ बस स्टप गर्ने ठाउँ चाहिँ, बस्ने वेट गर्ने ठाउँ चाहिँ राम्रो चाहिँ यसरी आएछ। न त यहाँ पोसिबलै हुँदैन यस्तो गर्मीमा। म्यापहरू छ यहाँ। अब यहाँदेखि चाहिँ F26 को बस चढ्नुपर्ने रहेछ। हामी डिफेक्टी मेट्रो स्टेसन पुग्नुलाई, त्यहाँदेखि मेट्रो स्टेसनदेखि मात्रै उहाँ पुर्याउने रहेछ दुबई महल भनेपछि डाइरेक्ट रहेनछ बसको। म सबै देखाउँदै लान्छु। यहाँ पुरै म्यापहरू दिएको छ हैन। यता अर्को छ वेटिङ गर्ने ठाउँ, मेरो जस्ट अपोजिट। त्यहाँदेखि म्यापहरू छ। यहाँदेखि चाहिँ F26 बस नम्बर F26 आयो। बेसी पाइसक्यो त हो ल। आउँदैछ बस। फाइनली हामी बसमा छौँ। वेटिङमा ब्रदरहरू यहाँ हिँड्छौँ भएर जाँदैछौँ त्यसै मेट्रो स्टेसन। यस्तो हुन्छ यहाँको होइन, पब्लिक बसहरू यस्तो हुन्छ। यहाँदेखि जस्ट हामी चाहिँ अलिकति एक फ्लोर माथि छौँ है, यस्तो हुन्छ। यहाँदेखि हामी चाहिँ रेड सिग्नलमा छौँ। एक्साइटेड हुनुहुन्छ बुर्ज खलिफा हेर्नलाई, साह्रै मन भइरहेको थियो। यो भएको छैन। ब्रदरको पनि त्यस्तै हो, हाम्रो एन हो ब्रदर। त्यहाँको सबै मैले एक्सपोज गर्दै जान्छु। त्यहाँदेखि मेट्रोमा पनि सेम प्रोसेसहरू यस्तै, एकदम सस्तो छ बसहरूको। मेट्रोहरू ट्राभल गर्नलाई दुबईमा एकदम सस्तो छ। अब यहाँदेखि लगभग 20-25 किलोमिटर कति होला त्यहाँ पुग्नुलाई। त्यो अलमोस्ट काटेको भनेको त्यही दिँदाखेरि त्यही 5 दिरामसम्मको चार्ज उठ्छ। त्यहाँदेखि चाहिँ अनि फेरि पुगेको त्यो 5 दिराम हुन्छ, 10 दिराममा पुगिन्छ। जस्तै हामीले पर्सनल ट्याक्सीहरू हामीले बुकिङ गरेर गयौँ भने त्यहाँ पुग्नुलाई 60 दिराम 70 दिरामहरू उठ्छ। तर यसरी हामी पब्लिक बसमा गयौँ भने एकदम ट्राभलहरू सजिलो छ। यो चाहिँ एकदम दुबई गभर्मेन्टलाई चाहिँ एकदम थ्याङ्क यू गर्नुपर्ने हुन्छ यसको लागि। हरेक मान्छेहरूलाई सुविधा छ, टुरिज्महरूको सुविधा छ, सस्तो छ यात्राहरू। फाइनली मेट्रो बस स्टेसन आइपुग्यो। अब यहाँदेखि मेट्रोसम्म आउनुपर्छ। मेट्रो स्टेसनमा जाँदैछ हामी। त्यहाँदेखि
कुन हुन्छ नम्बर हुन्छ झुप चढ्ने हो लागिहाल्छ यो चाहिँ हामी मेट्रो स्टेसन यहाँ लगइन गर्नुपर्ने छ होला होइन हामी अब वेटिङमा छौँ हामी ट्याक्क होइन एउटा मेट्रो यहाँ चाहिँ छिटो जाँदैछ यो अर्को साइड जाने हो अपोजिट साइड हामी चाहिँ उता जानेमा छौँ अनि म्याप हेर्ने छ अगाडि कुन कुन डाइरेक्सनमा जाने भनेर यहाँ छ पुरा क्लियर यो चाहिँ ट्रेनको लिग है यहाँ चाहिँ मेट्रोको लिग रहेछ यहाँदेखि त्योमा लाइनमा हिँड्ने त यो मेट्रो स्टेसन हो यहाँदेखि चाहिँ अगाडि जाने हो मेट्रो फाइनली हामी दुबई महलतिर हामी लम्किरहेछौँ होइन दुबई महल दुबई महल त्यहाँदेखि बुर्ज खलिफा आउँदैछ पुरा पपुलेसहरू अगाडि जानु भइरहेछ घुम्नुको लागि है हामी चाहिँ स्ट्रेट जाँदैछौँ दुबई महल यति हिँडिसक्यो होइन थुप्रो हिँडिसक्यो अझै आएको छैन दामी छ हामी त अझै यहाँ सोरुमभित्रै पो छौँ जाँदैछौँ अब बाहिर निक्लिँदाखेरि कस्तो होला अब अझै सिँगै अब मलभित्रको आउनेछ सिँगै हो हेलो एक्सक्युज मी वाह यो हो नि त दुबई मल हेर्नु न फ्लोर आमा कस्तो दामी बबाल छ बबाल कस्तो राम्रो मान्छे न मान्छे यहाँ चाहिँ अलमोस्ट हराइन्छ क्या यहाँ यताको फ्लोर हेर्नु वा जे खोज्यो त्यही सब छ ठुलो छ मान्छे न मान्छे के चाहिने उता पुरा आँखा टल्किरहेको छ त्यहाँ पुरा डायमन्डको सप है सानो डायमन्ड छ होइन अझै अगाडि पछि देखिन्छ पुरा त्यहाँ रिफ्लेक्सन हानिरहेको छ होइन त्यो सब डायमन्ड सपहरू सपहरू आउँछ नजिकबाट मलाई लाग्छ त्यहाँ कस्तो राम्रो हारहरू छ रिङहरू छ हो इयरिङहरू छ पुरा यो ओरिजिनल डायमन्ड Just wow guys, just wow. एकदम मल घुम्ने चाहिँ कार्यक्रम जारी छ हैन जारी छ मल घुम्न हामी चाहिँ यहाँ चाहिँ फलिङमा आइरहेको छ यहाँ छ कति रमाइलो छ यहाँ कस्तो यहाँ माछाहरू कस्तो किसिम किसिमको माछाहरू छ क्या साग माछा पनि देख्न सक्नुहुन्छ साग माछाहरू छ कस्तो माछा धेरै धेरै किसिमको छ माछा
place. Hello guys, finally अहिले चाहिँ हामी बुर्ज खलिफा आइपुग्यो होइन फाइनल्ली Guys, Burj Khalifa, look it.